जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी भोट हाल्न जाँदैछौँ र तपाईँहरूले नि हालिसक्नुभयो होला। भोट हाल्न ओके, भोट हाल्न जानु लाग्यो होइन, नागरिकता छुटेर हैरान ल्याइदिनु लान्छन्। ऊ मेरो सोल्टीले हेर्नु, मेरो नागरिकता ल्याइदिँदै हुनुहुन्छ है। छिटो, थ्याङ्क यू भेरी मच, बाई बाई गाइस। हेर्नु, नागरिकता छोडेर हैरान। नागरिकता अहिले नल्याइदिए अहिले मेरो त्यहाँ अहिले मलाई सबले गाली गर्थे। हेलो 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 को सान्वी, सान्वीले नि गाइस। सो गाइस, वेलकम ब्याक टु आवर च्यानल फेरि पनि होइन। आज हामी भोट हाल्न जाँदैछौँ। अब बिहान जाने भनेको, बिहान भन्दा पनि अहिले बिहानै त छ नि होइन। भर्खर त 7:30-8 बजे। हामी चाहिँ हाम्रो पल्टनहरू सबैजना त्यहाँ आउँदैछन् सबजना। हामीभन्दा अगाडि निस्किनु भएको हेर्नु त्यहाँ। हामीभन्दा अगाडि निस्केको तर हामी रेडी नहुँदा नै निस्किनु भएको। यहाँ मान्छे कुद्दा म त सुत्दै थिएँ, उठेर म नुहाएर पनि भ्याएर पनि लुगा लगाएर नि आइसकेँ। त्यहाँ हिँड्दै हुनुहुन्छ। जल्दी आओ जल्दी। स्क्याटर रे गाइस, परेन के थियो तिम्रो र मेरो कागज त्यहाँ कुद्नु पर्दैन के, केटाहरूले लिएर आइदिइहाल्छन् घरमै। सन्देश सन्दीप नजिक नजिक सुनाइदियो भने। हेलो गाइज, गुड मर्निङ। हेलो हेलो। भोट खानु कि भोट हाल्न जान्ला। हेलो, आज चाहिँ भोटिङ किन ढिलो सोच विचार गरेर राम्रोलाई दिनु होला, ड्याङ 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 पारेर। अब कसलाई हाल्ने हो त त्यो भन्न मिल्दैन। अब त्यो त सिक्रेट भयो नि त। सबिना गुरुङको नि खोजिदिने भन्नु त मम्मी, यसको नि छ कि छैन। कसरी बोलाउनु पर्छ है? अप्लाई गरे पऱ्यो। हामी जाँदैछौँ अब। हाम्रो दिदी, हाम्रो घरदेखि त 15-20वटा त निस्किन्छ है भोट। 20-22वटा निस्किन्छ भोट हाम्रै घरबाट। हामी सबै गरेर निस्किन्छ नि होइन। दुई शब्द जाओस्। के हामी आज भोट हाल्न जाँदैछ, हामी एक्साइटेड छौँ। कसले यस्तो राम्रो भएर भोट हाल्न जानु लागेकै हो त। यसो गर्नु न, सोच विचार गरेर राम्रोलाई ड्याङ 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 भन्नु न। सान्बु शब्द जाओस् न। भोट हाल्न जानु लाग्यो भन्न छोरी। सान्बु कहाँ जानु लाग्यो रे? भोट हाल्न। भोट हाल्न भन। ओ माई गॉड, भोटिङ कार्ड छ भन। भोटिङ कार्ड छैन रे, नाइ रे, भोट हाल्न रे। के बोल्छ बोल्छ। ल अब चाहिँ हामी हिँड्दैछौँ। अनि यस्तो गर्नु अनि मारेन भने चिमोडिदिनु होला। ए तेरी घरमा नानी एक्लै राख्नु त कोही छैन भन्नु पर्ला। बुढेसकालमा नानी नाच सजिलो होला। एउटा भोटर एउटा भोटर ऊ हेर्नु न, तारो गाइज हेर्नु न, भोटको कुरा गर्दैछन् यहाँ सबैजना। अरू भन्नु पनि सबिनलाई लाले बिस्कुट खानु। बिहान मैले केही खाएन कि ठ्याक्क फुल बिस्कुट ल्याउनु भयो। औषधि खायो नि निहालेको। केही पनि खाएन मैले झन्। बिहान उठेँ, बिहान त उठेन, हेर्नु किन थाक्ने हो। मम्मीले उठाउनु भयो, सँगै जानु अङ्गलबारी बारी। मम्मीले उठाउनु भयो। अनि मम्मीले उठाइसकेपछि मैले म्यासेज गर्न त उठिसकिदिस्। उठेर बसेको थिएँ, मोबाइल चलाएर बसेको थिएँ। मोबाइल चलाएको थिएन, भर्खर मोबाइल छ त्यहाँ। अनि ठ्याक्क भिडियो तपाईँले टक्क भिडियो हाल्नुभयो, पठाउनु भयो नि त। ठ्याक्क अनि टक्क टिङ्ग बज्यो, मोबाइल नोटिफिकेसन आयो। अनि म हेरेर मेसेज गरेँ, उठेर नुहाएर उठिस् क्या भनेको
मम्मी त बिहान ढोका फुटाउँदा रहेछ त्यही पनि म उठाएको थिएन यस्तो चिच्याउनुमा चाहिँ हामी मम्मी फेरि अनि सुन्न अनि त्यसपछि मम्मी ठ्याक्क तल जानुभयो होइन अनि मैले छतबाट हेरेँ मम्मी यता बसेको हामी गयौँ भनेको अनि म सट्टै भित्र छिटै कपडा सपडा लगाएँ अनि त्यसपछि म निस्किने बेला नि त्यही थियो अनि फेरि अनि तँलाई पनि छिटो बिहान बिहान बाबाको नाक त देखेँ भन्दा आउनुमा चाहिँ मम्मी भेटेर नाकी त है बाबाको नाक त अस्ति खाँदा खोल्ने बेलामा दिनमा थियो मैले फेरि फिर्ता दिएको भोलिपल्टै चाहियो भन्नुभयो अङ्कलले त्यो मैले फिर्ता लिएर दिइहालेको कता राख्नुमा छ क्या भेटाउनु पऱ्यो क्या त्यही त आउनुभयो त न त अन्त भेट्छौँ सेमा जान्छ हेर्नु गाइस हामी चाहिँ जाँदैछौँ बाटो यस्तो छ बाटो गजबको छ अनि टाइम लाग्छ होला त्यही भएर सोच विचार गरेर ड्याङ 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 राम्रो हाल्ने है फुपूलाई धोबा हेर्नु न सबै गइसक्यो तल लाइफ पुगिसक्यो फुपूलाई कुन लगाइदिनु ग्यास त्यस्तो मारेर आउनु फेरि सुन्नु न खानासाना पकाएर भ्याउनु भयो ग्यास मारे किनभने कस्तोले फोन गर्नु तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ कतिको भिड छ भनेर तर अहिले चाहिँ बिहान नै भएर त्यति भिड छैन भिड छ बहिनी उता पर त यहाँ चाहिँ छैन भुटानले ठाउँ होइन नि यो त भुटान ठाउँ होइन यहाँ हेर्नुहोस् हामीलाई सबले यस्तो रहेछ कि नै सन्दीप हेलो सबिना तेरो आयो कि नै थाहा छैन सँगै होला सबिनाको भयो गाइस यहाँ चाहिँ के हुँदैछ हेर्न सक्नुहुन्छ ए तँले दिएको होइन माइल बाबाको नाकी त मैले नाइस ब्याग मायाले हेरेको चल्को थियो बाबाले त ब्यागको भनेर नाइस भयो गाइस हेर्नु यहाँ नाप्दैछ हामीहरू चाहिँ भेटेकै छैन अबदेखि त्यो ब्रासलेट मेरो भयो है रे त्यसले सिम छ अरे हेलो क्षमा कसको हो यो तिम्रो हो र मम्मी लाइन लाग्दै लाइन अगाडि आइसकेर पछाडि आएर बसेको मान्छे हेलो ठुलो मम्मी माथ जानु रे हेर्नु कान्छो अङ्कलको टोपी हेर्नु अब चाहिँ भोटालेर आइसक्यौँ देखाइदिनु न बोटिङ डाउन टोपी देखाउन हजुर पनि भोटालेको देखाउनु देखाइदिनु न मम्मीको त देखेको नि त यहाँ त्यो लाले मेरो त बेसरी लगाइदिने देख्दै देखिन त नेल पोलिस लगाएर हो के भन्थिन् होला छोडिदिनु अनि पुपुले हामीलाई फेरि लिन बोलाउनु भएको छ है अनि हामीले यहाँ बसेर मासु जस्तो पनि खाइसक्यौँ हेर्नु सक्नुहुन्छ चटपटे खाइसक्यौँ खाने बिहान बिहानै खाइदिनु हामीलाई तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पनि लाइन लामो लाइन छ अझैसम्म पनि अनि उहाँ फुपू चाहिँ हेर्नु न बुढा खोज्दै फुपू भयो जामा बा हामी अब हामी जान्छौँ ठुलोबाबु चाहिँ त्यहाँ आफ्नो बुढी कुदिराख्नु भएको छ ठुलोबाबु चाहिँ र अब चाहिँ हामी घर जान लायौँ हेर्न सक्नुहुन्छ सो गाइस अब चाहिँ हामी घर जान लायौँ है हेर्न सक्नुहुन्छ कति हेर्दा वाक्क प्याच भइसक्यौँ हामी चाहिँ त्यहाँ हेर्नु न उसलाई फोन गर्छु है त फुपू हामी आउँछौँ त ल भन्छ है ल घरको माथि चोकसम्म त आउनु सक्नुहुन्छ होला त फुपू चोकसम्म त आउनुहुन्छ होला त ल जाऊँ हिँड्दै फोन गरौँ न त ल बाई माइली मम्मी मेरो मम्मीलाई गयो भनिदिनु है फुपूलाई लिन गएको भन्नु है बाई सान्बु जेठी बजेसँग र सबैसँग आऊ है बाई बाई पाँचजना बिग्ने मान्छे पात्रो भन्दै लगाइस अब चाहिँ हामी फुपूलाई लिन जान्छौँ अब चाहिँ हामी फुपूलाई लिन जान लाग्थ्यौँ
अनि गर्मी भएर फर्क्यौँ फेरि जाम भनेर फेरि आयौँ अनि लास्टमा त घरको चाबी यहीँ अनि त्यही भएर अनि सबिनलाई बोलाएर स्कुटी लिएर आइज एकैछिन चोकसम्म अनि चाबी लिएर जालास भनेछ अनि हामी अब चाबी लिएर जान्छ नि हामी फुपूलाई लिन जान्छौँ फेरि अनि गएर हामी आउँछौँ अनि हामी के गर्छौँ तपाईँहरूलाई देखाउँदै गर्नेछौँ हामी ओके कस्तो राम्रो काट्यो हेर्नु गाइस अहिले होइन के सुन्नु न दिदी डाइलग चास्ने एउटा दुइटा भन्छ एकछिन राम्रो कल्पना भइदियो त समुद्र पारीबाट पनि पुरा लग्थ्यो के कति ह्यान्डसम काम त हेर्नु सक्नुहुन्छ राजबान्दी राखे अब के फोन गर्नुपर्ने माया लाग्यो हाम्रो एक्लो पुलिसले तँलाई किन पिट्ने तँलाई देखेर डराउला त पुलिस त हामी भागिहाल्छ नि तँलाई पिटेकै हुन्न गाइस हामी फुपूको घर आइपुग्यौँ माथि फुपू हेर्नु भन्न खोजेको फुपू त गइसक्नु भएको के ए उता चटपटे खानु जाने ओके मलाई परको चटपट त मिठो लाग्दैन तितो तितो लाग्थ्यो यार काँक्रा तितो कि के हो त्यो अमल खानु जस्तो थियो बत्ती सत्ती फेन्सन लगाएर मारिदिन्छ हुन्छ मार्दैन अब यहाँको कुकुर हेर यति भुक्छ कि यो कुकुर यो कुकुर जतिको त कोही भुक्दैन होला कि अल्फा हो अल्फा बिटाको डडानमा क्या सन्दीप सबिन भगवान यसले कहाँ खाने बो कराएर झन्डकारी भनेको यस्तो हुनुपर्छ हे भगवान मासु हुँदा नि दाल छैन भन्छ मासुको त किरा हो यो किरा खान्न मम्मी चटपटे खाने हो हामी चटपटे चटपटे खायो भने गुडुक्क निल्ने के चटपटे खाने हो त्यो आफूलाई पानी पनि चिन्ता हुन्छ लुगा धुने कस्तो छ 5 दिन बिदा अब भेल लागिसके 5 दिन बिदा झ्याउ लाग्छ यार टेन्सन छ मलाई के गर्छ होला यसले के गर्छ दिदीले अर्को ज्याकेट डल्ला पऱ्यो यत्रो डल्ला पऱ्यो अस्ति फुल कसरी फुलाउँछन् त्यो डल्ला फेरि कुन चाहिँ त्यो मेरो जस्तै गाइस 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 अब हामी पैसा बुझ्कायौँ चटपटे खाने चटपटे खान जान लाग्छौँ किनकि हामी बिहान बिहान चटपटे खान लाग्यौँ अघि पनि खायौँ तर त्यहाँ मिठो भएन तितो तितो भयो अब यहाँको चाहिँ बबाल मिठो छ है गाइस चटपटे हामी जाँदै वहाँ माथि कति अरे वहाँ माथि भएको विस्तारबाट ताता पानी आउँछ 4 नम्बरदेखि 5 नम्बर चटपटे खान आउँछौँ त्यो पनि खुल्ला छ भने के थाहा उहाँ पनि भोटालमा जानुभएको थियो भुटानमा रहेछ नि त चटपटे पसल बन्द भएपछि के खाने खुल्लै छ खुल्लै छ
अन्त क्रिस्चियन भोट हाल्नु नदिने हिन्दूले मात्र भोट हाल्ने भन्ने क्या लाग्छ यो क्रप गरेछ बहिनी अनि हामीलाई फेरि जात उसमा भेदभाव गर्ने रहेछ नि भन्नु होइन है गाई चाहिँ हामी त्यस्तै भन्न खोजेको होइन है मजाक गरेको मात्रै हो Just having fun. फेरि साँच्चीकै मान्नु होला र त्यो आफत त्यो सानो पसलमा हामी चक्रै अन्टी हुनुहुन्न तर अब बोलाउँछौँ हामी ओके ए तर हेलमेट खै छि नै नखाने चिकन चटपटे बनाउँछ अस्ति खाँदै पछि ए यसले त जे पनि खारे भ्याउँछ दिदी यसले लगाएको के होला गुबाइक सन्नीले त त्यही पनि खाएको के दिदी हुन्छ त बहुत मैलेलाई बहुत सफा बनाएर राख्थेँ यस्तो बच्चा थियो तर बहुत ज्ञानी थियो बच्चामा त अहिले त पिटम जस्तो जोसँग नि मान्थेँ कि पहिला सानोमा मैले कस्तो सिगान निकाल्थेँ मैले आफ्नो रुमाले सिगान दिदी जोसँग नि मान्थ्यो कि यो सानोमा ठुलो भएर नि जोसँग नि मान्छ के गर्नु त अब एकदम तल लगाई तब चाहिँ हामी जान लाग्यौँ घरतिर भन्ने घर जानलाई घर नै कारे तल त चटपटे रहेनछ त्यही भएर अब हामी कटान्छौँ उता कता छ अरे त्यहाँ पनि ट्राई गर्ने अब मिठो छ किन भन्ने कुरा हो मिठो रहेनछ भने हामी खान्छौँ जान्छौँ कुन काम कस्तो छ ट्राई है सबै ठाउँको ट्राई गर्नुपर्छ नि त त्यही भएर अब हामी जानेछौँ कहाँ हो बन्द छ खुल्लै छ यही हो गाई चटपटी पसल ल्याइरहेछ के गर्नु अब चटपटी पो छ कि छैन भन्ने कुरा भोटाले राइससँग फुपू तपाईँको हातको देखाइदिनु न देख्नु यता छैन फेरि भाइ ल अब चाहिँ बस्दिहालौँ आउनु दिदी चटपटे त्यहाँ पनि पाएन माछा अब चटपटे खाने बाटोमा लिएको रहेनछ मान्छेहरू सबै भोट हाल्नु रहेछ पुलिसको गाडी आएको पुलिसको गाडी होइन त्यो चटपटे पाएनौँ अब हामी जाँदैछौँ घर गएर अब बनाएर खाने खायौँ भने खाने नखायौँ भने नखाने जाँदै हुनुहुन्छ हेर्नु सक्नुहुन्छ म पनि गाली देखिन्छु सो गाइज आज चाहिँ यति नै हो अब अरू नै के नै भन्न सक्छौँ र हामी केही नआउनु राख्दै भइहाल्यो भोट हालेर दिनभरि के गऱ्यौँ पैसा हारिन् 15,000 जति 15,000 त केही होइन है 20,000 पनि होइन है भनिदिनु न मलाई भन्दैन यार लागिन्छ यार ओके जुन दिनदेखि खेल्न स्टार्ट गऱ्यौँ त्यही दिनदेखि हारेको खाने पैसा आउँछ होला त्यो चक्लेट त 2-3 प्याकेट आउँथ्यो होला यार आज दाइले मलाई चक्लेट खुवाउँछ जेली हो कि नै अब ल बाई बाई अरू त के नै भन्न सक्छौँ र हामी सो गाइज हाम्रो भिडियो चाहिँ हेर्दै राख्नु होला लुटेको राम्रो भयो नि नराम्रो भयो नि हामीलाई माया गरिदिनु होला तपाईँहरू एकदमै धेरै सपोर्ट गरिदिनु गरिराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद भन्नु बहिनी सक्छ त कहिले सपोर्ट गर्दै जानु होला हामी अझै राम्रो गर्छौँ होला पछि गएर ट्राई गरिरहेको छौँ हामी राम्रो गर्ने त्यही भएर चाहिँ हाम्रो हौसला बढाउनुलाई चाहिँ अझै धेरै माया देखाइदिनु होला सबैजनाले अनि त्यही भएर त्यति हो अनि आज चाहिँ भोट हालिसक्यौँ सो थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो यदि हजुरहरूलाई हाम्रो भिडियो मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला
सबै गर्न नबिर्सिनु होला तँ पनि भन म पनि बिर्सिन्न आजको यति नै बाई बाई